हेलो साथीहरू, अहिले भने चाहिँ म जोगी घाटको ब्रिजमा छु। तपाईहरुलाई म यो जोगी घाटको ब्रिजको नजारा देखाउने छु। यो चाहिँ अलिकति टुरिस्ट प्लेस पनि हो है। त्यसैले म आज मेरो गेस्टहरु यहाँनिर लिएर आएको छु साथीहरू। यो चाहिँ हो जोगी घाटको ब्रिज। यो चाहिँ कहाँ पर्छ भन्दाखेरि हाम्रो मङ्पु र सिटोङलाई जोड्ने ब्रिज हो। यो यहाँ पर्छ। यहाँनिर ठुल्ठुलो गाडीहरू पनि आउँछ र पनि यहाँ टुरिस्टको तपाईहरुले धेरैजना टुरिस्टहरु देखिरहनु भएको छ है। फोटो खिचिरहेको छ आफ्नो आफ्नो स्टाइल, आफ्नो आफ्नो पोजमा साथीहरू। यो ब्रिज चाहिँ लामै ब्रिज छ, तपाईहरुले हेर्न सक्नुहुन्छ है। यो मुनि खोला पनि छ। यो मुनि यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ। यो मुनि दुवाहरू छ। यसरी टुरिस्टहरु गएर यहाँ पनि फोटो खिच्छ, मजा लिन्छ। अन्त तपाईहरुलाई भन्नु पर्दाखेरि यहाँनिर यो काठको पुल, झोलुङ्गे पुल छैन, यो पुरानो पुल, यो पुल पनि स्काई वकमा बदलिनेवाला छ। यो अझै स्काई वक भयो भने अझै राम्रो हुन्छ साथीहरू है। यो पारिदेखिको गाउँहरू सिटोङ हो। त्यसरी पर्यटकहरू आएर आफ्नो आफ्नो पोजमा फोटो खिच्छ। तपाईहरु पनि है सिटोङ घुम्न आउनुभयो भनेदेखि यो पुल भएर जानुपर्ने हुन्छ र तपाईहरुले यो पुलको पनि मजा लिन सक्नुहुन्छ है। हस्, आजलाई यति भन्दै म मेरो भ्लगबाट बिदा लिन चाहन्छु।